सरकारको समर्थन गर्ने भन्दैमा सबै कुरामा समर्थन गर्नुपर्छ भन्ने जरुरी छैन। हिजोको कालीमाटीको तरकारी भाउ हेर्नुहुन्छ भने तपाईँले देख्नुहुन्छ कि त्यहाँ गोलभेडाको भाउ थोक मूल्य 10 रुपियाँ प्रति केजी, अर्थात् किसानहरूले 10 रुपियाँ प्रति केजीमा गोलभेडा बेचिरहनु परेको छ। यो वास्तविकता हो र यसको विरोध जायज पनि छ। हुन त मान्छेहरूले भन्लान् अरू पार्टी विपक्षी पार्टीहरूले उक्साएको कारणले गर्दाखेरि किसानहरू आन्दोलन गरेका हुन्, किसानहरूले खास आन्दोलन गर्नुपर्ने आवश्यकतै छैन भन्लान्। तर वास्तविकता त्यही हो, थोक मूल्य गोलभेडा किसानहरूले चाहिँ प्राप्त गरेका छैनन्। अब यो हुनुमा चाहिँ यस्तो हुँदाखेरि चाहिँ सरकारले के गर्न सक्थ्यो त भन्दाखेरि सरकारले बाहिरबाट जुन इन्डियाबाट हाम्रो नेपालमा गोलभेडा आयात हुन्छ त्यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सक्थ्यो। 1-2 हप्ताको लागि अथवा 1 महिनाको लागि भए पनि त्यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सक्थ्यो। अथवा सरकारले अर्को कुरा गर्नुपर्ने के छ भन्दाखेरि जस्तो हामीले विभिन्न कमेन्टहरूमा देख्न सक्छौँ, मैले त 60 रुपियाँमा किनिरहेको छु, मैले त 100 रुपियाँ प्रति केजीमा किनिरहेको छु, कसरी 10 रुपियाँमा आयो भन्ने जस्तो कमेन्टहरू धेरै जस्तोको छ। अब त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि थोक मूल्य र खुद्रा मूल्यमा यति ठुलो अन्तर कसरी आयो, होइन? त्यसको नियमन गर्ने कसले हो? त्यो निकायले पनि ध्यान दिनु पर्यो। त्यसरी खुद्रा मूल्य र थोक मूल्यमा धेरै नै ठुलो अन्तर भइसकेपछि ग्राहकहरूले चाहिँ महँगोमा किनिरहनु पर्ने, कन्ज्युमरहरूले चाहिँ महँगोमा किनिरहनु पर्ने, अनि जो किसानहरू छन् उनीहरूले चाहिँ एकदम सस्तोमा बेचिरहनु पर्ने भनेपछि बिचको मान्छेले फाइदा उठाइरहेको छ। अब त्यो हुन नदिनको लागि पनि सरकार अथवा सम्बन्धित स्थानीय निकायले त्यसमा ध्यान दिनुपर्छ र त्यो हिसाबले पनि त्यो विरोध जरुरी थियो, जसले गर्दा सरकारको अथवा स्थानीय निकायको आँखा खुलोस्। अनि अर्को कुरा भनेको अब गोलभेडाहरू नेपालमा यति धेरै किसानहरू उत्साहित भएर नेपालमा गोलभेडा उत्पादन गरिरहेका छन् भनेदेखि त्यस्तो गोलभेडाहरू एकैचोटि बजारमा आउँछ भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ र एकैचोटि बजारमा आउँदाखेरि चाहिँ भाउ घट्छ। डिमान्ड कम भएपछि अथवा सप्लाई बढी भएपछि भाउ घट्नु स्वाभाविक हो। त्यस्तो अवस्थामा भाउ घट्न नदिनको लागि चाहिँ केचप, प्युरी अथवा ससहरू के बनाउन सकिन्छ त्यो गोलभेडाहरूलाई, त्यसको लागि उद्योगहरू नेपालमा छन् कि छैनन् भने बनाउनेतिर अब सरकार अथवा स्थानीय निकायको ध्यान जानु जरुरी भयो। अनि त्यस्तै गरी अब चाहिँ किसानहरूले अहिले तत्कालको लागि चाहिँ के गर्न सक्छन् त भन्दाखेरि त्यो गोलभेडाहरूलाई चाहिँ फ्याँक्ने काम त पटक्कै गर्न भएन, त्यो फ्याँकेर त त्यसको सोलुसनै हुँदैन। बरु त्यसलाई के गरी चाहिँ सदुपयोग गर्न सकिन्छ, जस्तो त्यसलाई सुकाएर सुकाउने हो कि टोमेटो केचप प्युरीहरू केही बनाउने हो कि अथवा अरू पनि विधिहरू छन् जसले गर्दाखेरि चाहिँ 15-20 दिनसम्म भए पनि त्यो गोलभेडालाई जोगाएर राख्न सकिन्छ। त्यस्तो विधिहरू युट्युबमा छरपष्ट भिडियोहरू छन्, त्यस्तो भिडियोहरू हेरेर भए पनि ती गोलभेडाहरूलाई चाहिँ सदुपयोग गर्नुपर्ने देखिन्छ। तर एक हिसाबले हेर्दाखेरि चाहिँ त्यो हो, तर किसानहरू चाहिँ आफै अब उत्पादनमा मात्र बिजी हुने भएको हुनाले उनीहरूले भण्डारणको लागि चाहिँ त्यस्तो खालको व्यवस्था उनीहरूको ध्यान गएको हुँदैन, किन भन्दाखेरि उनीहरूले बजारबाट खेतबाट टिप्ने र बजारमा लगेर बुझाइदिने मात्र सोचेका हुन्छन् र त्यही अनुसारको तयारी गरेका हुन्छन्। अहिलेको जस्तो अवस्था आउला भनेर कसैले सोचेको हुँदैन। त्यही भएर यसतिर चाहिँ सरकारको ध्यान जानु जरुरी छ र अहिलेको लागि तत्काललाई चाहिँ यदि गोलभेडा प्रतिबन्ध गरेर बाहिर गोलभेडा प्रतिबन्ध गर्न सकिन्छ भने प्रतिबन्ध गरिदिनु पर्यो। अनि अर्को कुरा चाहिँ नयाँ उद्योगहरू जुन चाहिँ टोमेटो केचप प्युरीहरू बनाउने उद्योगहरू छन् तिनीहरूको लागि चाहिँ प्रोत्साहन गर्नु पर्यो अथवा तिनीहरू खोल्नु पर्यो। अनि नेपालमा कति धेरै केचपहरू जस्तो किसान केचप भयो, डाबरको के कम्पनीहरूको केचपहरू चाहिँ आयात हुन्छ। अब त्यति धेरै आयात हुने देशमा गोलभेडा समस्या होइन, बरु केचप उद्योगहरू अथवा सस उद्योगहरू चाहिँ बनाउनु जरुरी भयो। त्यो चाहिँ सरकारले देख्नु पर्यो है अब यसमा।